स्थिर सरकार दिनलाई बाधा उत्पन्न गरेको छ। विकासमा देशलाई हिँडाउनका लागि समस्यामा संविधानमा केही थोर बहुत समस्याहरू छन्। ती समस्याहरू पनि संशोधन गरेर पूरा गर्ने र चाहिँ अब आउने चुनावमा एमालेलाई बहुमत दिलाउने भनेर अहिले कांग्रेस र एमालेको सहमतिमा दुई पार्टीको सरकार बनेको छ। इतिहासमा बिरलै यस्ता खालका मुख्य प्रतिपक्ष अथवा मुख्य ठूला दुई दलहरू मिलेर सरकार बनेको देखिएको छ। तर यो राष्ट्रिय बाध्यता, यो राष्ट्रको परिस्थिति र चाहिँ प्रतिपक्षी दलहरू विशेष गरेर नेकपा माओवादीको अत्यन्तै अराजक र एउटा अस्थिरता मुलुकमा कायम गर्ने गतिविधि छ। त्यो गतिविधिलाई निस्तेज गर्न पनि यो दुईटा दलहरू अहिले एक ठाउँमा उभिएका छन्। माओवादीले हामीले भनेको होइन, हामीले आरोप लगाएको होइन, माओवादी प्रचण्डले आफैले मेरो जीवन छौजीले यो मुलुकमा उथलपुथल ल्याउने मेरो काम हो। 32 सिटको म्याजिक नम्बर छ। यो म्याजिक नम्बरले यो देशमा उथलपुथल ल्याउने र अराजकता फिराउने मेरो एजेन्डा नै हो, मेरो कामै हो भनेर माओवादीले घोषित रूपमा संसदमा उभिएर र बाहिर सार्वजनिक मञ्चबाट अभिव्यक्त गरेका छन्। यो स्थितिमा यो मुलुक गम्भीर, मुलुकका हामी जनता गम्भीर हुन जरुरी छ। यो देशका राजनीतिक पार्टीहरू गम्भीर भयो र गम्भीर भइसकेपछि अब दुई ठूला दलहरू एक ठाउँमा नमिलिकन यो देशले अब अग्रगमन र शान्ति र स्थायित्व पाउन सक्दैन भन्ने निष्कर्षका साथ यो सरकार बनेको छ। त्यसले गर्दाखेरि यो सरकारको दायित्व संविधान संशोधन सहित स्थिर सरकार दिने हो यो बाँकी समयसम्मको लागि। त्यसपछि कांग्रेस र हामी चुनावमा मुख्य प्रतिस्पर्धी नै हौं। त्यो मुख्य प्रतिस्पर्धीको बीचमा पनि एमालेले कसरी बहुमत सहितको स्थिर सरकार दिन सक्छ भन्ने अहिले हाम्रो मूल उद्देश्य छ र त्यो उद्देश्य लिएर गाउँमा छौं। हामीले गाउँमा बुझाउनु पर्ने छ जनतालाई, आजसम्म यो मुलुक अविकास किन रह्यो, आजसम्म यो मुलुक गरिबी किन रह्यो, जनताका छोराछोरी विदेश जानुपर्ने बाध्यता परिस्थिति किन पर्यो र चाहिँ यो मुलुकमा विकासको बाटो किन समाप्त सकेन। हामी विकास सबै धेरै मुलुकहरू विकासमा धेरै अगाडि पुगिसक्दाखेरि हामी किन पछौटेपनमा चाहिँ रहिरहेका छौं। यो कुरा जनतालाई बुझाउनु पर्ने छ। स्थिर सरकार चाहिन्छ भन्ने कुरा बुझाउनु पर्ने छ। एमालेले विगतमा गरेका कामको बारेमा बुझाउनु पर्ने छ। एमालेले राष्ट्रियताको पक्षमा लडेको लडाईँको बारेमा बुझाउनु पर्ने छ। लिपिका लेख जो आजभन्दा झन्डै 65-70 वर्ष अगाडि भारतले खाएको मुलुक फिर्ता ल्याउने अभियानमा एमाले सरिक भएको कुरा जनतालाई बुझाउनु पर्ने छ। स्वाधीनताका लागि भारतसँग आम्ने सामने चाहिँ भारतीय मिडियालाई र भारतीय शासकलाई एमालेको अध्यक्षले बोलेका कुराहरू जनतालाई बुझाउनु पर्ने छ। हामीले 51 सालमा गरेका कामहरू जनतालाई बुझाउनु पर्ने छ। 74 सालमा गरेका कामहरू एमालेले गरेका कामहरू जनतालाई बुझाउनु पर्ने छ। 65 सालमा बनेको सरकारले तपाईका विकास निर्माण गरेका कामहरू जनतालाई बुझाउनु पर्ने छ। साँचो अर्थमा जनताको मित्र शक्ति एमाले हो। विकास निर्माणको चाहिँ एउटा नेतृत्व गर्न सक्ने पार्टी एमाले हो। अग्रगमनको नेतृत्व गर्न सक्ने पार्टी एमाले हो। विचारका हिसाबले सबै पार्टीको पनि नेता पार्टी एमाले हो र चाहिँ सबै जनताले चाहिँ विश्वास र भरोसा गर्न सक्ने पार्टी एमाले हो। त्यसले गर्दाखेरि एमालेलाई जनताको बीचमा स्थापित गराउनको लागि हामीले वर्षौनी अभियानहरू चलाएका छौं। यसपालिको अभियान त्योभन्दा अलि फरक छ। यसपालि हामी जनताको घर घरमा गएर व्यक्ति भेटेर यहाँ विभिन्न राजनीतिक दलहरूले दलका नाममा जनतालाई जुन किसिमले अल्मिलाइरहेका छन् ती दलहरूले मुलुकको नेतृत्व गर्न सक्दैन भन्ने कुरा जनतालाई बुझाउनु पर्ने छ। अहिले केही मान्छेहरू माओवादी पनि पार्टी हो भनेर लागिरहेका छन्, केही मान्छेहरू कांग्रेस पनि पार्टी हो भनेर लागिरहेका छन्। तर कांग्रेसले यो मुलुकमा ऐतिहासिक हिसाबले कुन चाहिँ प्रगतिका काम गर्यो अथवा चाहिँ कुन चाहिँ तपाईको विकास निर्माणका क्षेत्रमा, शान्ति सुरक्षाका क्षेत्रमा, सुशासनका क्षेत्रमा, स्वाधीनताका क्षेत्रमा अनि राष्ट्रियताका क्षेत्रमा यो मुलुकले सम्झन लायक काम कांग्रेसले के गर्यो यो कुरा जनतालाई बुझाउन पर्ने छ। त्यसै कांग्रेस भएर भएन नि, त्यसै म कांग्रेस मेरो बाउ कांग्रेस भनेर भएन नि। तर कांग्रेसले यो मुलुकका निम्ति के गर्यो, यो मुलुक परिवर्तनका निम्ति कांग्रेसले के गर्यो भन्ने कुरा जनतालाई बुझाउनु पर्दैन। तपाईको चाहिँ केही नगर्ने ठाउँमा जनता अलमल लिएर बसेका छन्, त्यो कुरा हामीले जनतालाई बुझाउन सकेको छैन। र हामी राम्रो छ भन्छौं, हामी चाहिँ सबैभन्दा असल पार्टी हो भन्छौं, हामी यो मुलुकको परिवर्तन गर्न सक्ने पार्टी हो। विचार राम्रो छ, सिद्धान्त राम्रो छ, हामीसँग कार्यशैली राम्रो छ, हामीसँग नेतृत्व ठिक छ, हामीसँग चाहिँ संगठनात्मक हाम्रो संरचना ठिक छ, हामी सबै कुरा हाम्रो ठिक छ भन्छौं। तर हामीले जनतालाई त्यो कुरा किन बुझाउन सकेन त? हामी उन्नत पार्टी हो, हामी समृद्धिको नायक पार्टी हो, विकास र स्वाधीनताको हामी रक्षक पार्टी हो। हामीले त्यो भन्छौं भनेदेखि त्यो कुरा जनतालाई किन बुझाउन सकेनौ त? हाम्रो पनि कमजोरी छ। अब हामी त्यो काम गर्नका निमित्त, त्यो कुरा बुझाउनका निमित्त जनताको आँगनमा आएका छौं र त्यो जनताको आँगनमा आउँदाखेरि हामी चाहिँ अहिले अभियान चलाइरहेका छौं, पार्टी निर्माण गर्ने अभियान। त्यसपछि प्रत्येक वडामा चाहिँ अध्यक्ष हुनुहुन्छ, इन्चार्ज हुनुहुन्छ, इन्चार्जलाई उत्प्रेरकको रूपमा तोकेर पठाएका छौं र
प्रत्येक टोलमा गएर टोल कमिटी पठाउने, प्रत्येक टोलमा गएर चाहिँ समिति सदस्य रिन्यू गर्ने, प्रत्येक टोलमा चाहिँ नयाँ सदस्यता थप्ने, युवाहरूलाई नेतृत्वमा ल्याउने, युवाहरूलाई नेतृत्व प्रदान गर्ने, युवाहरूलाई राजनीतिक रूपले प्रशिक्षित गर्ने, अनि त्यहाँ चाहिँ तपाईको चाहिँ विभिन्न किसिमका चाहिँ अन्तर्विरोध छ भने त्यो अन्तर्विरोधलाई हल गर्ने र विभिन्न पार्टीमा रहेका मान्छेको बीचमा जानेर पार्टीलाई तपाईको एउटा उन्नत र समृद्ध पार्टी र धेरै मान्छे चाहिँ समाहित भएको पार्टी चाहिँ बनाउने काममा चाहिँ हामीले दिएका छौँ। त्यसैगरी युवा सङ्घ, विद्यार्थी, अनिम सङ्घ, किसान, रिटर्नी फेडरेसन जस्ता जन्मदै सङ्गठनहरू निर्माण गर्ने र चाहिँ एउटा सबै हिसाबले एउटा सशक्त र प्रभावशाली पार्टी नेकपा एमालेलाई बनाउने र 84 लागि तयार हुने। हामी ब्यालेटको लडाइँमा छौँ, हामी भोटको चाहिँ लडाइँमा छौँ। त्यो भोटको लडाइँमा चाहिँ 2084 हामीले एमालेलाई बहुमत दिलाउन सकेनौँ भने हामी के हुन्छौँ त भन्दा फेरि पछौटेपन, फेरि गरिबी, फेरि उही तपाईँको अस्थिरता, फेरि उही तपाईँको चाहिँ अविकास, फेरि हाम्रा छोराछोरी फेरि बाहिर, फेरि पासपोर्ट बनाउने अभियानमा हामी जुटिरहनु पर्छ। त्यस कारणले जनतालाई बुझाउनु जरुरी छ। यी सबै कुरा बुझाएर हामीले मैले अघि भन्दै थिएँ तपाईँको पार्टीहरू आउँछ। 2064 सालमा माओवादी आयो, माओवादीलाई भोट हालिदियो। यो मुलुकको तपाईँको 5-10 वर्ष हामीले माओवादीका निम्ति खेर फालिदियो। यो फेरि रासोपा आयो, सुरेन्द्र पाण्डे जस्तो चाहिँ कम्तीमा वर्षमा 4-5 अरब ल्याउने नेतालाई छाडेर हामीले एउटा ट्याबे मन्त्री जस्तो मान्छेलाई भोट हालिदियो। र त्यो भोट हालेको चाहिँ त्यो भोट तपाईँले हामी कस्तो भने चुनावमा भोट हाल्ने कुरालाई एकदम खेलाची, चुनावमा भोट हाल्ने कुरामा एकदम तपाईँको हामी लड, चुनावमा भोट हाल्ने कुरामा अत्यन्तै हामी चाहिँ फितलो चाहिँ सोच, चुनावमा भोट हाल्ने कुरामा हामी अत्यन्तै तपाईँको चाहिँ यो के न गर्न लाग्यौँ भन्ने जस्तो सोच विचार विहीन तरिकाले भोट हालिन्छौँ। 5 वर्ष त्यत्तिकै गयो। तपाईँको मुलुकको लागि 5 वर्ष ठुलो कुरा होइन, तर यो चाहिँ तपाईँका जीवनका लागि 5 वर्ष ठुलो कुरा हो। दुईचोटि भोट खेर फाल्ने भने 10 वर्ष जान्छ, सकिएको नि मुलुक त। त्यसले गर्दाखेरि भोट गलत ठाउँमा हालिएन। भोट हाल्दाखेरि सोच्नुपर्छ, विचार गर्नुपर्छ। तपाईँको जीवनभन्दा अमूल्य चिज हो एउटा मत। त्यो मत तपाईँले गलत ठाउँमा हाल्नुभयो भने वास्तवमै यो मुलुकले दुःख पाउँछ र समाजले दुःख पाउँछ। अब त्यो दुःख पाउने गरी त्यो गल्ती गर्दैनौँ भन्ने कुरा हामी निवेदन गर्न चाहन्छौँ। त्यसले गर्दाखेरि त्यो गल्ती हामी गर्दैनौँ। त्यस कारणले त्यो दिशातिर सम्पूर्ण रूपमा चाहिँ यो पार्टी निर्माणको अभियानमा हामी जुटिरहेका छौँ र यो पार्टी निर्माण गर्ने कार्य तपाईँको घर घरमा अहिले चलिरहेको छ। यही बिचमा पूर्व राजाले चलखेल बढाए, पूर्व राजालाई उचाल्ने मान्छेहरूले चलखेल बढाए। यहाँ चाहिँ तपाईँको यो दुर्गा प्रसाई जस्ता लट्ठुरामहरू, तपाईँको चाहिँ अरू विभिन्न राप्रपा जस्ता अरू विभिन्न शक्तिहरूले राजालाई लिएर आएर फेरि चाहिँ पूर्व राजालाई लिएर आएर गद्दीमा राख्ने भनेर हिँडिरहेका छन्। र यो देशमा चाहिँ तपाईँको अस्थिरता मचाउनका लागि अनेक फन्डाहरू अहिले सञ्चालन गरेका छ। फेसबुक हेर्नुहोस् त, हेरि साध्य छैन। यो चाहिँ स्थापित दललाई, स्थापित नेतालाई स्थापित हुनै नदिने। यहाँ चाहिँ के छ भने यो षड्यन्त्र यहाँको होइन। तपाईँहरूलाई म बुझाउन चाहन्छु, यतिले मात्रै भनेर बुझ्नुहोस्। र यहाँ युवाहरू मैले देखेको छु, त्यो युवाहरूले बुझाउन जरुरी छ। गाउँतिर यो फन्डा यहाँको होइन, यो फन्डा विदेशी तत्त्वले चलाइरहेको छ। विदेशी शक्तिले त्यसको लागि फन्डिङ गरिरहेको छ। विदेशी शक्तिहरूको चलखेल छ। कतिपय माल मेटेरियलहरू विदेशबाट चलाएर बनाएर पठाइन्छ र कतिपय तपाईँको एजेन्डाहरू विदेशबाटै तपाईँको चाहिँ यहाँ भित्रिन्छ र त्यसका लागि पैसा पनि विदेशबाटै भित्रिन्छ र चाहिँ तपाईँको त्यसरी भित्रिएका पैसा, त्यसरी भित्रिएका एजेन्डाले यहाँको स्थापित नेताहरूलाई बदनाम गर्ने काम गरिन्छ। यहाँको स्थापित पार्टीहरूलाई बदनाम गर्ने पार्टी छ। न नेतालाई स्थापित हुन दिइन्छ, न यो पार्टीलाई स्थापित हुन दिइन्छ। यसको अर्थ के हो भन्दाखेरि यहाँ कसैलाई जनताले विश्वास नगर्ने वातावरण बनाउने, यहाँ पार्टीलाई पनि विश्वास नगर्ने, यहाँ व्यक्तिलाई पनि विश्वास नगर्ने पार्टी बनाउने र नयाँ एउटा तपाईँका तत्त्वहरू, नयाँ पात्रहरू जन्माउने र त्यसको पक्षमा एउटा चाहिँ जनलहर ल्याउने गरी चाहिँ ल चाहिँ वा बालेन भनेको छ, वा हर्क भनेको छ, वा रवि भनेको छ, यस्ता तत्त्वलाई उचालेर यो मुलुक ध्वंस बनाउने र अस्थिरतामा लैजाने खेलहरू अहिले बाहिरबाट भइरहेका छन् र त्यसलाई अरबौं पैसा त लगानी भइरहेका छन् र तिनीहरूले चलाएको फन्डामा यो मुलुक नाचिरहेको छ र यो मुलुक सधैँ अस्थिरता र अराजकतामा मुलुकलाई घुमिरहेको छ। यसको अर्थ के हो त भन्दा यो मुलुकलाई अराजक स्थितिमा राख्ने, यो मुलुकलाई अस्थिरता अवस्थामा राख्ने, यो मुलुकलाई अविकास अवस्थामा राख्ने चाहना बोकेका शक्तिहरू हाम्रा छिमेकीहरू छन्। भारत छ, अमेरिकी चाहिँ सरकार छ, त्यसै गरी युरोपियन युनियन छ। किनभने यो हाम्रो कारणले होइन, फेरि हाम्रो कारणले यसरी अस्थिर बनाएको होइन, यो चीनको कारणले यहाँ अस्थिर बनाइदिन्छ। चीन संसारको सबभन्दा ठुलो अर्थतन्त्र हुँदैछ, सबभन्दा ठुलो सामरिक हिसाबले सबैभन्दा शक्तिशाली देश हुँदैछ र अमेरिकालाई र विश्वलाई यसको चुनौती छ। यो थ्रेड भएको छ चाइना। यो चाइनालाई कमजोर बनाउनको लागि यो मुलुकको बाटो भएर, यो नेपालको बाटो भएर चाइनामा घेर्न पर्ने,
त्यहाँको सुराकीहरू यो मुलुक मार्फत लिनुपर्ने। यो मुलुक स्थिर भयो भने, यो मुलुक शक्तिशाली भयो भने, यो मुलुक विकसित भयो भने, यो मुलुक तपाईको चाहिँ धनी भयो भनेदेखि ती छिमेकीहरूले चलखेल गर्न सक्दैनन्। त्यसले गर्दाखेरि त्यो चलखेलमा यहाँ सधैँ राख्नको लागि विदेशीहरूको चाहिँ तपाईको भरोसामा बाँच्नका निमित्त, विदेशीहरूको आडमा हामीलाई बाँच्ने बनाउनका निमित्त यहाँका सरकारहरू विदेशीको भरमा परिवर्तन गराउनका निमित्त यो मुलुकलाई गरिब राख्ने, तपाईँ हामीलाई गरिब बनाउने, तपाईँ हामीलाई अविकासमा राख्ने, यो मुलुकलाई अस्थिर राख्ने चाहिँ ती शक्तिहरूले खेलिरहेका छन्। र अहिलेका मिडियाहरू 99% मिडिया ती शक्तिहरूले चलाएका छन् र उनीहरूले खरिद गरेका छन्। यहाँ केपी ओली जस्ता, यहाँ एमाले जस्ता, यहाँ अरू कुनै नेता राम्रो भयो भने त्यसको विरुद्धमा अनेक फेक चाहिँ समाचारहरू बनाएर प्रचार गर्यो, के गर्यो भनेर चाहिँ तपाईको चाहिँ नभएका फेक न्युजहरू बनाएर, समाचारहरू बनाएर कारखानै खडा गरेर, फेक समाचारको कारखाना खडा गरेर चाहिँ त्यो नेताको र पार्टीको विरुद्धमा यहाँ चाहिँ एउटा सञ्जाल चलाउने काम भएको छ। र त्यसले चाहिँ एउटा भन्ने गरिन्छ नागरिकको मस्तिष्कमा हिप्नोटाइज गर्ने अथवा मस्तिष्कमा भ्रम पैदा गर्ने र उसलाई एकहोरो बनाउने, उसलाई सोच्न नसक्ने बनाउने र तपाईको चाहिँ गल्ती नै गरे क्यारे अथवा चाहिँ गलतै मान्छेहरू चाहिँ क्यारे गलतै पार्टीहरू चाहिँ क्यारे भन्ने बनाउने र त्यो शक्तिलाई तपाईको चाहिँ जनताले भोट नहाल्ने बनाउने। त्यो किन भन्दाखेरि त्यो शक्ति बलियो भयो भने तपाईँ केपी ओलीको इतिहास हेर्नुहुन्छ, यो चुच्ची नक्सा कसले ल्याएको र भारतसँग आम्ने सामने तपाईहरुले धेरै वर्ष 4-5 वर्ष अगाडि भारतीय पत्रिकालाई राखेर तपाईको चाहिँ नेपालको स्वाधीनताको र राष्ट्रियताको पक्षमा त्यो लडाई लड्न सक्ने, त्यो खालको चाहिँ तपाईको चाहिँ भनाइ राख्न सक्ने नेताहरू को छ? त्यो हिम्मत भएको चाहिँ नेता केपी ओली र त्यो पार्टी एमाले भएको कारणले अहिले एमालेलाई भारतले सरकारमा जानै दिँदैन र चाहिँ गए पनि ढाल्नको लागि अनेक प्रयत्नहरू गरिरहेको छ। त्यसको कारण के हो भने यो एमालेले विकास गर्छ, यसले स्थिरता ल्याउँछ र यसले चाहिँ तपाईको राष्ट्रियताको पक्षमा, स्वाधीनताको पक्षमा लड्छ, जुन चाहिँ भारतको लागि एउटा ज्वरो आउने विषय हुन्छ। त्यसले गर्दाखेरि भारत यसलाई चाहँदैन। उसले कस्तो चाहन्छ त भन्दाखेरि देउबा जस्तो कमजोर नेता चाहन्छ, प्रचण्ड जस्तो अस्थिर उसकै गोटी र उसकै दास नेता चाहिँ भारतले चाहन्छ। त्यसले गर्दा त्यो कुरा जनतालाई बुझाउनका निमित्त अहिले हामी नेकपा एमालेको यो सिङ्गोपन्थी जरुरी छ। चाहिँ अहिले गाउँ छिरेको छ, घर छिरेको छ, छिर्नका निमित्त सम्पूर्ण नेता साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, हरेक घरले यो कुरा बुझ्नुपर्छ र हरेक घरमा यो कुरा बुझाउनुपर्छ। त्यसले गर्दाखेरि अहिले यो अभियान हामीले चलाउनु जरुरी छ। नेकपा एमाले मात्रै यो मुलुकको चाहिँ विषयमा चिन्ता गर्ने पार्टी हो, जनताको विषयमा चिन्ता गर्ने पार्टी हो र चाहिँ मुलुकको समृद्धिको चाहिँ एउटा अभियान चलाउने पार्टी हो। तर हामीलाई कहिले 6 महिना कहिले 9 महिना सरकारमा पुग्यौं भने पनि अनेक प्रतिक्रियावादी शक्तिहरू एक ठाउँमा उभिन्छन्। अहिले देशभरि हेर्नु त सामाजिक सञ्जाल चलाउनुहुन्छ सबै, अहिले सबै मान्छे एक ठाउँमा किन उभिएका छन्? त्यहाँ सबै कांग्रेसको पनि एउटा पङ्क्ति सरकारमा सँगै भए पनि माओवादी सिङ्गो, रासोपा सिङ्गो, चाहिँ राप्रपा सिङ्गो, अरू साना मिडिया, ठुला मिडिया, चाहिँ तपाईँ इलेक्ट्रोनिक मिडिया, पेपर मिडिया, अनलाइन मिडिया, भारतीय सञ्चार माध्यमहरू सबै एमालेको विपक्षमा किन छ भन्दा यो शक्तिशाली राष्ट्रिय शक्तिको रूपमा उभिन खोज्दैछ र यसलाई प्रहार गर्नुपर्छ भनेर चाहिँ सबै शक्तिहरू लागेका छन्। किनभने समाजमा पनि अलिकति धनी मान्छे, अलिकति मेहनतले नै धनी भयो भने त्यसलाई सामान्ति भन्ने चलन छ र अलिकति विद्वान भयो भने, अलिकति पढे लेखेको भयो भने त्यसलाई पनि नराम्रो चाहिँ हेर्ने दृष्टिकोण, हेर्ने खालको दृष्टिकोण हामीमा छ। हामी नेपाली मानसिकता कस्तो छ भने डिस्ट्रक्सन अथवा चाहिँ क्षति भएको कुरामा रमाउने अथवा बिग्रिएपछि रमाउने अथवा जुन कुरो बिग्रिन्छ त्यो कुरो बढी प्रचार गर्ने, क्षति भएको कुरो अलि चाहिँ बढी तपाईको चासो राख्ने, त्यो खालको मानसिकता भएकोले र बहकाउन सक्ने, सजिलै बहकाउन सक्ने हामीमा एउटा चाहिँ त्यो खालको बानी भएको कारणले पनि बहकाउने शक्ति, त्यस्ता खालका एजेन्डाहरू, त्यस्ता खालका फन्डाहरू, त्यस्ता खालका चाहिँ विषयहरू कभर गरेर तपाईको ल्याउने र तपाईको जनतालाई चाहिँ भ्रमित बनाउने र चाहिँ त्यसका विरुद्ध चाहिँ जनमत खडा गर्ने काम अहिले भएको छ। त्यसकारणले नेकपा एमाले कुनै पनि हिसाबले गल्ती छैन। तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु, नेकपा एमाले गल्ती गरेको भए, भ्रष्टाचार गरेको भए, अपराध गरेको भए, गिरिबन्धु यति ओम्नी भनेर चाहिँ केपी ओलीलाई चाहिँ एमाले आरोप लगाएको छ। म चुनौती दिन चाहन्छु, केपी ओलीले संसदभित्रै चुनौती दिनुभएको छ र सारा मिडियामा भन्नुभएको छ एउटा अपराध एमाले गरेको भए तिमीहरूले कुनै पनि दिन फाइल खोलेर एमालेको नेतालाई थुनामा हाल, हामी चुनौती दिन चाहन्छौँ। हामी सहयोग गर्छौँ प्रमाणित भयो भने थुनामा लगेर हाल्नको लागि, तर तिमीहरूसँग त्यो ताकत छैन। तिमीहरू आरोप लगाउने हो, जनतालाई भ्रम दिने हो, जनतालाई चाहिँ तपाईको चाहिँ एमाले प्रति अविश्वास खडा गर्न कोसिस गर्ने हो, तर एमाले गल्ती कमजोर र जनताको विपक्षमा छैन। केपी ओली जो आफै
73-74 वर्ष हुनुभयो, दुईचोटि किडनी फेरिसक्नुभयो, जसको सन्तान छैन, आफ्नो दाजुभाइ सालो आदि इत्यादि पाल्नु पर्ने मान्छे कोही छैन, जसले भ्रष्टाचार गर्यो भनेर चाहिँ कमोडियामा लगानी गरेको छ, स्विस ब्याङ्कमा पैसा छ अरबौं अरबौं भनेर भनिन्छ, उसले मर्ने कुद्ने ठेगान छैन। त्यो पैसा केका निम्ति राख्ने, चाहिँ कसका निम्ति राख्ने? मान्छेले आर्जन सन्ततिका लागि, भावी सन्ततिका लागि गर्ने हो, छोराछोरीका लागि गर्ने हो। जसको छोराछोरी छैन, सालासाली छैन, दाजुभाइ छैन, भाइ भतिजा छैन, कोही छैन भने त्यसले चाहिँ तपाईँको यो मुलुकको सम्पत्ति, जनताको सम्पत्ति भ्रष्टाचार गरेर केका निम्ति राख्ने? भोलि मर्यो भनेदेखि त्यो पैसा कसको हुने? त्यस्तो मान्छेलाई आरोप लगाएर तपाईँका चाहिँ यहाँका प्रतिक्रियावादी शक्तिहरूको गोठी बनेर यहाँका दलालहरू हिँडेका छन्। त्यो कुरा जनतालाई बुझाउनु पर्नेछ, जनताले पनि बुझ्नु पर्नेछ। त्यसले गर्दाखेरि यहाँ तस्करी एउटा गर्ने, आज राति सुन तनका तस्कर गर्ने, भोलिपल्ट समातिन्छ। आफ्नो मुखपत्रलाई तपाईँको चाहिँ केपी ओलीले सुन तस्कर गर्यो भनेर लेख्न लगाइदिने, अब त्यसै चाहिँ तपाईँको चाहिँ लेखिदिने। तर प्रमाणित हुँदै जाँदा, अनुसन्धान गर्दै जाँदा कोसँग पुग्छ भन्दा त्यो वर्षमान पुगसँग पुग्छ, मोहरा भाटामा पुग्छ त्यो सुन तस्करको जालो। अहिले 25 करोड रुपियाँ चाहिँ भेटियो। त्यो 25 करोड रुपियाँ कसको भन्दाखेरि त्यो बिस्तारै तानिँदैछ सुनवाला, सुन पार्टीको, होइन? त्यसले गर्दाखेरि चाहिँ यसरी तपाईँको चाहिँ देशलाई एउटा कङ्गाल बनाउने काम तस्कर र भ्रष्टाचारहरूले गरेका छन्। तर दोष कहाँ लगाइन्छ? जो सत्य रूपमा हिँडेको छ, जो गलत छैन त्यसलाई दोष लगाइन्छ। त्यसले गर्दाखेरि सबै कुरा चिरेर जनतालाई बुझाउन परिन्छ, त्यसका लागि पार्टीको अभियान छ। त्यसले गर्दाखेरि अहिले हामी यो अभियानमा छौँ र राजतन्त्रले, अघि मैले भन्दै थिएँ, राजतन्त्रले फेरि चाहिँ तपाईँको टाउको उठाउन खोजेको छ। 238 वर्षको इतिहास बोकेको राजतन्त्र 238 वर्षमा कसरी यो मुलुकमा शासन गर्यो हामी धेरैले बिहोरेका छौँ। अहिले नयाँ नयाँ युवाहरूले नबिहोरे पनि तपाईँको चाहिँ व्यक्तिको कोखमा जन्मिएको आधारमा जन्मसिद्ध श्रेष्ठता हासिल गर्ने जुन प्रणाली थियो, राजाको छोरो ट्यापे मुन्द्रे गजडी लाटो गाडो जस्तो भए पनि राजा हुने र त्यसलाई राजा मान्ने प्रणाली नेपाली जनताले फालिसके। हामीले चाहिँ जनताको चाहिँ मतले अथवा जनताको चाहिँ एउटा चाहनाले राष्ट्रपति प्रधानमन्त्री हुने व्यवस्था ल्याइसकेका छौँ। संसारको सबैभन्दा उन्नत व्यवस्था लोकतन्त्र हो। लोकतन्त्र भन्दा अर्को उन्नत व्यवस्थै छैन। यो लोकतन्त्रलाई कसरी उन्नत लोकतन्त्र बनाउने भन्ने कुरा यो लोकतन्त्रभित्र अर्को जिम्मेवारी हुन सक्छ। तर यो लोकतन्त्र खराब हुने र लोकतन्त्र चाहिँ को विकल्पको रूपमा राजतन्त्र ल्याउने जुन खालको चाहिँ गतिविधि चलखेल हुँदैछ, यो नेकपा एमाले र गणतन्त्रवादीहरूले यसलाई स्वीकार्ने पक्षमा छैन। त्यसले गर्दाखेरि यो गणतन्त्रमा केही कमी कमजोरी हुन सक्छ, यो लोकतन्त्रमा कमी कमजोरी हुन सक्छ। नेकपा एमाले लगायत अरू दलले जनताका चाहना पूरा गर्न नसकेको हुन सक्छ, गर्नुपर्ने खालको विकासका योजनाहरू दिन नसकेको हुन सक्छ, स्थिरता प्रदान गर्न नसकेको हुन सक्छ। हामीले संविधान बनाउँदैमा केही कमजोरीहरू छ संविधानमा, त्यो संविधानमा भएका कमी कमजोरी हटाउने र प्रचण्ड जस्ता तपाईँको अस्थिर मान्छेलाई तपाईँको चाहिँ राजनीतिबाट पन्छाउने यी कामहरू गर्न सक्यौँ भनेदेखि यो मुलुकले स्थायित्व पनि प्राप्त गर्छ र चाहिँ यो मुलुक समृद्धिको दिशातिर पनि छिटै लान सकिन्छ। त्यस कारणले हामी तपाईँहरूलाई अनुरोध गर्न चाहन्छौँ, राजतन्त्र कुनै पनि हालतमा यो देशमा स्वीकार्य छैन। त्यसले गर्दाखेरि अहिलेको ज्ञानेन्द्र अघि भरत दाइले भनिसक्नुभयो, यो मान्छेको इतिहास त हामी सानो सानो हुँदाखेरि यति नराम्रो इतिहास यो संसारमा चाहिँ संसारबाट चाहिँ ड्रगहरू तस्कर गरेर लिएर आउने, नेपालमा ड्रगको तस्करीहरू पहिला कोही थियो भने त्यो ज्ञानेन्द्र र धीरेन्द्र थिए। र चाहिँ यो नमिता सुमिता र अर्को एउटा नानीको नाम मैले बिर्सेँ, त्यो चाहिँ त्यो बहिनीहरूलाई लगेर चाहिँ पोखरामा मारेर फाल्ने